यहाँ हाम्रो नागिन दिदीको र नाग अङ्कलको फाइट चलिरहेको छ। अब यहाँ नाग नागिन बन्नुभयो, फाइट चलिरहेको छ। यहाँ नागबाट मान्छे बन्नुभयो, फाइट चलि नै रहेको छ। फेरि मान्छे बन्नुभयो, फेरि नाग बन्नुभयो, फेरि मान्छे बन्नुभयो। यो क्या हो र? अनि हाम्रो नागिन दिदीले त्यसै बिचमा घुमेर नाग अङ्कलको पेटमा हान्नु भएको छ। वा यो सब त सुरुवात मात्रै हो। आज हामी नेपाली सिरियलका यस्ता सिनहरू हेर्न जाँदैछौँ जसलाई देखेर हजुरहरू पनि यही भन्नुहुने। ये तो टट्टी है। Welcome to my channel guys, and this is my first channel and this is my first video also. So guys, ढिला नगरिकन आजको भिडियो सुरु गरौँ। अनि गाइज यो चाहिँ हाम्रो नागिन सोको इन्ट्रो एन्ड कुल लागिरहा। अनि हाम्रो नागिन सोको नाम चाहिँ भैरवी रहेको छ। हाम्रो नागिन दिदी चाहिँ गुन्डाहरूको पछि लागिरहनु भएको छ। यहाँ देखो एक्टिङ, देखो भाइ एक्टिङ। अच्छा दिदी गायब भएको खुसी मनाइदिरहेका छन् र त्यही बेला यो हुन्छ। ये सब क्या है भाई? ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। गुन्डा अङ्कलले चाहिँ एउटी आन्टीलाई मार्न जान लाग्नु भएको छ। ठीक है। अनि हाम्रो आन्टी कहाँ मामुली हो र नागिनवाला बचाउन आइसक्नु भएको छ। अब पालो चाहिँ हाम्रो राति नागिन दिदीको। मैले भनिसके त 3-4 दिन भइसक्यो मैले तर जे भने गाइज मलाई चाहिँ अङ्क सिधा लागिराख्नु भएको छ। किनकि हेर्नु यसरी हाटी सोप्दासम्म उहाँले आफै तानेर घाँटीमा हात राखिरहनु भएको छ। आज मुझे मारो टाइपले। क्या है भाइ, ये क्या है? अभी तो रुको, क्लाइमैक्स अभी बाकी। अरे मुझे चक्कर आने लग गया। ये आंटी नागिन बनी तो ठीक है, पर ये अंकल कैसे आ गए यहाँ? कौन है ये लोग? कहाँ से आते हैं? नागिन दिदी त्यो अंकललाई उता फालेर अगाडि चाहिँ कसरी आउनु भयो र त्यस्तै लुट्नु चाहिँ कसरी भयो? मारो हमको जिंदा मत छोड़ो सालो। आजको लागि यति नै गाइज, भेटौँला नेक्स्ट भिडियोमा। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला र सब्स्क्राइब पनि गरिदिनु होला। थ्यांक यू।